हाम्रो सामाजिक मूल्य मान्यता परम्परा रीतिरिवाज आफ्नो धर्म संस्कृति अनुसार आफ्नो जातीय परम्परा अनुसार विवाह बन्धनमा सबै बाँधिनुपर्छ, चाहे छोरा होस् चाहे त्यो छोरी होस्। विवाह भन्ने कुरा सबैले गर्नुपर्ने अवस्था आउन सक्छ। कराइसी प्रसिद्धले पनि त्यो अवस्था आइदिनुपर्छ। विवाह गर्दा राम्री श्रीमती भेटी अथवा राम्रो श्रीमान भेटियो भने त सुखी भइन्छ। तर खराब भेटियो भने तत्त्वज्ञानी त अवश्य भइन्छ, ताकि अरूलाई सम्झाउन बुझाउन सकिने एउटा जानकार बनिन्छ, अनुभवी बनिन्छ। त्यसैले हतारमा विवाह गरी फुर्सुदमा पछुताउने गरी कहिले पनि विवाह गर्नु हुँदैन। बुढाहरूको उखान छ, कुल हेरी छोरी ल्याउनु, मूल हेरी पानी खानु भन्छन्। त्यसैले यस्ता कुराहरूमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। देश विदेश गएको छ, अमेरिका युरोप जापान गएको छ, जागिर खाएको छ, धनी सम्पन्नशाली छ अथवा चाहिँ नि जागिरदार छ, यस्तो छ उस्तो छ भनेर हतारमा त्यो देखेर चाहिँ नि विवाह गर्यो भने कहिलेकाहीँ फुर्सदमा पछुताउने पर्ने स्थिति हुनसक्छ। भनिन्छ गतिलोसँग लागे दुध भात, अगतिलोसँग लागे पुट्मुर हात। अगतिलो भनेको धनी सम्पन्नशाली नभएको मान्छे, गरिब दुखी भुइँ मान्छे मात्र अगतिलो हुँदैन। सम्पन्नशाली धनी पुँजीपति जानेको पढलेखेको मान्छे पनि अगतिलो हुनसक्छ। त्यसैले यी कुराहरूमा विचार, चाहे त्यो केटा होस् चाहे त्यो केटी होस्, सबैले पुर्याउनु पर्छ। अन्यथा देलो देखेँ दिशा गरे देलो देखेँ भन्ने जस्तो अवस्था सिर्जना हुन सक्छ।